केही समय अगाडिदेखि नै भिडियो बनाउनु पर्ने अवस्था सृजना भएको म स्वयंले महसुस गरेको थिएँ। त्यसपछाडि केही मित्रहरूले मेसेज पनि गर्नुभयो र विशेष गरी कलमा गफ गर्दै गर्दाखेरि चाहिँ केही साथीभाइहरूले र अन्य शुभचिन्तकहरूले पनि अब अहिलेको परिवर्तन हुँदै गरेको अवस्था ग्लोबल पोलिटिक्समा र परिवर्तन भइसकेको अवस्था या भनौँ पछिल्लो केही महिना र विशेष गरी पछिल्ला केही हप्ताहरू र गत हप्ता मात्रै भएका केही एस्कुलेसन्सहरू जियोपोलिटिक्समा भएका नयाँ घटनाहरू नयाँ घटित घटनाहरूको लार्जर जियोपोलिटिकल इम्प्याक्ट या भनौँ सिङ्गो विश्व स्तरमा कस्तो खालको असर पर्दैछ असर परेको छ र यसको दूरगामी प्रभाव भनौँ यसले कहिलेसम्म कस्तो अवस्था सिर्जना गर्न सक्छ कहिलेसम्म यसको असर देखा पर्न सक्छ भन्ने विषयमा सामान्य कुराकानी हुँदै आएको थियो केही साथीहरूसँग र विषयमा मलाई भिडियो बनाउनु पर्ने अवस्था पनि आइरहेको थियो भनौँ त्यो दबावको स्थिति पनि सिर्जना भइरहेको थियो मलाई आन्तरिक रूपमा र पछिल्लो अवधिमा मैले सोसियल मिडियामा देखेका केही पोस्टहरू र विशेष गरी मलाई एउटा इजरायलबाट एउटा पोस्ट सोसल साइटमा आएको थियो जसले मलाई इजरायलमा हुँदै गरेको जुन रकेट हमलाहरू छ चाहे उसका छिमेकी राष्ट्रहरू घोषित वा अघोषित राष्ट्रहरू या होस् या पछिल्लो अवधिमा इरानसँगको जुन एस्केलेसन भएको छ त्यो एस्केलेसनको नतिजा स्वरूप झर्दै गरेका ब्यालिस्टिक मिसाइलदेखि लिएर अन्य सयौं हजारौंको संख्याका ड्रोनहरू जुन छन् ती ड्रोन अट्याक र त्यसको नतिजा स्वरूप इजरायलका मुख्य सहरहरू जेरुसलमदेखि लिएर हाइफा तेलअभिभ जस्ता क्षेत्रहरूमा मुख्य सहरहरूमा भएका विध्वंसका घटनाहरू सोसल साइटमा आएसँगै आएको एउटा पोस्ट मलाई इरानबाट आएका त्यस्ता ब्यालिस्टिक मिसाइल र अन्य ड्रोनहरूको खतरा भन्दा मलाई मेरो मुलुक फर्किएर गए पछाडि मुलुकमा भएको सामाजिक राजनैतिक र अन्य दबावहरू जुन छन् ती मिसाइल र ती मिसाइलबाट आउने जुन खतरा छ त्यो बढी खतरनाक छ अथवा त्यसको असर अझ बढी छ त्यसले गर्दा मलाई इजरायलमै बस्न देऊ म इजरायलमै बस्न चाहन्छु भन्ने एउटा पोस्ट मेरो आँखामा आएको थियो मलाई त्यो पोस्टले केही सोच्न बाध्य पारेको नै थियो र त्यसलाई एड्रेस गरेर एउटा भिडियो बनाउँछु भन्ने जस्तो लागेको पनि थियो र त्यस पछाडिको पछिल्लो अवधिमा हुँदै गरेका घटनाहरूलाई समेटेर एउटा सानो भिडियो बनाउनै पर्ने थियो मैले र त्यसैको लागि आज आएको छु आजको भिडियोमा मैले विशेष गरी पछिल्लो अवधिमा इरान र इजरायलको जुन इन अ वे इजरायलले गरेको अनप्रोभोक्ड अट्याक जुन छ त्यसलाई डाउटलेसली अब हाम्रो डिप्लोमेटिक रिलेसनसिप इजरायलसँग राम्रो छ यो विषय मैले पहिले पनि बोलिसकेको छु हाम्रा कतिपय दाजुभाइ दिदीबहिनीहरू विशेष गरी अझ महिलाहरूको लागि एउटा राम्रो गन्तव्य राम्रो आर्थिक स्रोत बनेको छ इजरायल त्यो बाहेक पनि अन्य कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा कतिपय नेपाली दाजुभाइहरू पनि कामदारको रूपमा जानुभएको छ कतिपय अन्य एक्सपर्टको रूपमा पनि काम गर्दै आउनुभएको छ र त्यसले गर्दा इरान भन्दा डिप्लोमेटिकली र आर्थिक रूपमा डिप्लोमेटिक सम्बन्ध पनि स्ट्रङ भएको राष्ट्र र आर्थिक रूपमा पनि ठुलो योगदान गर्ने एउटा मुलुक हो इजरायल त्यो हिसाबमा इजरायलसँगको सम्बन्ध इरानसँगको सम्बन्धभन्दा बढी महत्त्वपूर्ण हुन आउँछ भन्ने कुरा कुनै पनि हातमा म त्यो कुरालाई बिर्सिन्न त्यति भन्दै गर्दा इजरायल भन्ने एउटा राष्ट्रले जुन रूपमा जस्ता घटनाहरू आजबाट होइन लगभग 70-80 वर्ष अगाडिदेखि विशेष गरी 1940s देखि नै भनौँ न अझ भनौँ 1918मा भएको बाल्फोर डेक्लरेसन र त्यस पछाडिको इजरायल सेटलर जुन भएको छ इजरायलमा भएको सेटलर जुज भनेर प्योर त्यहाँको एबोरिजिनल अथवा भनेको त्यहीँका आदिवासी जुज नभएर वेस्टर्न जुजहरू जो सेटल भएका छन् विशेष गरी दोस्रो विश्व युद्ध पश्चात गएर सेटल भएका जुन इजरायलीहरू छन् जसको पकडमा इजरायल छ र जसको एउटा पर्फेक्ट पूर्ण रूपमा रिप्रेजेन्टेसन प्रतिनिधित्व गरेका छन् त्यहाँका पोलिटिकल क्लासले
र भनौँ लार्जली पोलिटिकली पावरमा आउने खालका त्यस्ता अनुहारहरू भनेको ठ्याक्कै यो पश्चिमबाट गएर सेटल भएर बसेका जुजहरू नै हुन्छन्। बिबी नेतन्याहु त्यसकै एकजना, या भनौँ बेन्जामिन नेतन्याहु त्यसका अर्को एकजना प्रतिनिधि पात्र हुन्। बेन्जामिन नेतन्याहुको बारेमा के कस्तो भनेर सामान्य गुगल गरेर खोज्यो भने पनि उनी को हुन्, उनी इजरायली बोर्न हुन् कि होइनन्, उनको कहाँको नागरिक हुन्, उनको नागरिकता कहाँको छ अथवा कहाँको छ, जुस भन्ने बित्तिकै बर्थ राइट अफ एनी जुस टु बी द सिटिजन अफ इजरायल भनेर भनिन्छ। त्यो तहको एउटा जुन अवस्था छ त्यो अवस्था भन्दा भिडियोमा केही गडबडी भयो जस्तो भयो, सानो डिस्टर्बेन्स यही बेलामा। मैले भन्दै थिएँ त्यो विशेष गरी बेन्जामिन नेतन्याहुको बारेमा खोज्नु पऱ्यो भने इन्टरनेटमा सामान्य सर्फिङले पनि उनको नागरिकता, उनी कहाँका व्यक्ति हुन्, के हो भन्ने कुरा स्पष्ट देखिन्छ। सामान्य रूपमा उनीहरू अमेरिकी नागरिक हुन्, अमेरिकी आर्मीमा पनि सर्भ गरेका, युएस नेभीमा सर्भ गरेका एकजना अमेरिकी नागरिक हुन् जो बर्थ राइटले जुस हुन्। कारणवश उनी एउटा पोलिटिकल जुन म्यानिपुलेसन छ त्यो म्यानिपुलेसनको लागि र एउटा लार्जर पोलिटिकल गोलको लागि भनेर उनी इजरायल गएका हुन्, इजरायललाई पुर्याइएको हो इजरायल लबी ग्रुपको माध्यमबाट। अब त्यति भन्दै गर्दाखेरि पछिल्लो अवस्थामा आए, जुन रूपमा पछिल्लो अवस्थामा घटना घटित भएको छ त्यो घटनाले अब पुनः त्यो एउटा मैले पोस्टसँग चाहिँ जोड्दै थिएँ। एउटा अहिले इजरायल र इरानको द्वन्द्व यो तहमा पुगेको छ। इजरायल र इरानको द्वन्द्वको एउटा या भनौँ इजरायल सायद उसको एउटा 90sमै बेन्जामिन नेतन्याहुले निकालेको एउटा डक्ट्रिन थियो। त्यो डक्ट्रिनमा चाहिँ 7वटा मुलुकहरू उनका दुश्मन मुलुकहरू हुन् भनेर उनले 7वटा मुलुकहरूको नाम तोकेर उनले आफ्नो पुस्तकमै लेखेका छन् र उनको टार्गेट ती 7वटा मुलुकहरू छन् भनेको छ। र 6वटा मुलुकहरू करिब विध्वंसको अवस्थामा पुगेको छ या भनौँ ध्वस्त भइसकेको छ भने एउटा मात्र र एउटा त्यस्तो मुलुक हो जो यदि इजरायलले डिस्ट्रोय गर्न सक्यो भने ऊ युनिभोकल्ली कुनै पनि हालतमा अरू वरिपरिका पावरभन्दा असाध्यै ठुलो पावर हुन आउँछ मिडल इस्टमा, या भनौँ जुन मध्यपूर्वमा छ मध्यपूर्वका देशहरूमध्ये इजरायल पूर्ण रूपमा सुपर पावर हुन आउँछ हो। इजरायलसँग त्यस्ता पावरफुल वेपन्सहरू छन् जुन चोरेर लुकाएर लिएर आएका वेपनहरू छन्। हामीले जुन न्युक्लियर वेपनको कुरो गर्छौँ, न्युक्लियर वेपन एन्टी न्युक्लियर ट्रिटीको चाहिँ मेम्बर नहुँदै गर्दा पनि IAEA को भनेको इन्टरनेसनल अटोमिक एजेन्सी छ त्यो उसको रेगुलेसनभन्दा बाहिर भएर पनि उसले लुकाएर आफूसँग न्युक्लियर वेपन जुन राखेको छ त्यो मानेमा एउटा तहमा ऊ सुपर पावर हो नै। तर त्यति हुँदै गर्दा पनि उसलाई क्षति र उसको एक्जिस्टेन्समा यदि उसँग न्युक्लियर वेपन छैन भन्ने भयो भने उसको एक्जिस्टेन्सलाई सक्न सक्ने हतियार र शक्ति भएको मुलुक हो इरान। सामान्य रूपमा डेमोग्राफिक रूपमा हेर्ने हो भने पनि इरान क्लियरली लगभग 27 गुणा ठुलो छ डेमोग्राफिकल्ली पनि इजरायल भन्दा। 6-7 मिलियन पपुलेसन भएको इजरायल र करिब 100 मिलियन पपुलेसन भएको इरान को तुलना गर्ने हो भने 22 गुणा चान्चुन ठुलो छ डेमोग्राफिकली भने। यदि उनीहरूको साइजको रूपमा हेर्ने हो भने पनि इरान असाध्यै ठुलो मुलुक हो इजरायलको तुलनामा। र उसले युद्ध छेड्दै गर्दाखेरि त्यति सजिलो छैन इरानलाई चाहिँ अन्य मुलुकहरू, अघि मैले 7वटा मुलुकहरू इन टोटल भनेको थिएँ जसमा 6वटा मुलुकहरू करिब विध्वंसको अवस्थामा आइसकेको छ। यदि हामीले काउन्टै गर्ने हो भने जस्तो सिरिया पछिल्लो अवधिमा गएको एउटा मुलुक हो, लगभग ध्वस्तको अवस्थामा आइपुगेको मुलुक हो भने। त्योभन्दा अगाडि लेबननको हामीले कुरा गऱ्यौँ, लेबननको शक्तिशाली जुन हेजबुल्लाका शक्तिशाली नेता थिए उनलाई शासन गरेसँगै केही कमजोर भएको छ। इभन हेजबुल्ला स्वयं नसरल्लाहको मृत्युसँगै भने त्यतिसँगै अब हामीले अन्य मुलुकहरू 3टा मुलुकहरू चाहिँ अफ्रिकन साइडमा पर्छ जस्तो सुडान, सोमालिया र लिबिया। यो 3टा अब लिबिया पछाडिको 11-12 तिर सके जुन गद्दाफीलाई सकिसके पछाडिको लिबियाको अवस्था र त्यहाँको सिभिल वार र अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने त्यो अवस्था एउटा देखिन्छ भने। इराक अर्को एउटा मुलुक हो र अब अन्तिममा रहेको मुलुक भनेको अब प्यालेस्टाइनको कुरो गर्नु परेन। अन्तिममा रहेको एउटा मात्रै त्यहाँ भएको यी सम्पूर्ण मुलुकहरूमा रेसिस्टेन्स फोर्सहरू छ जस्तो हमास, हेजबुल्ला, यता यमनमा भएको हुथी लगायतको अब
कतिपयलाई भनौँ कतिपय विश्वका अन्य मुलुकहरूले विशेष गरी अमेरिकाले टेरोरिस्ट ग्रुप पनि भनेर भन्छ, तर रेसिस्टेन्स मुभमेन्टको रूपमा चाहिँ इरानले सहयोग गर्दै गरेको छ, हात हतियार आदि इत्यादि सहयोग गर्दै गरेको छ भने यी सबै मुलुकको रेसिस्टेन्स ग्रुपहरूलाई चाहिँ रेसिस्टेन्स गरिरहन सक्ने, एउटा विरोध गरिरहन सक्ने, इजरायलको विरुद्धमा आवाज उठाइरहन सक्ने, इजरायलको विरुद्धमा लडिरहन सक्ने शक्ति जम्मा गर्नलाई सहयोग गरेको प्रमुख राष्ट्र भनेको इरान हो। त्यसै गरेर इरानको डिस्ट्रक्सन भनेको इजरायलको टोटल सुपर पावर स्टेट हो मिडल इस्टमा भने त्यो हुन नदिनलाई इरानले प्रयत्न गरि नै रहेको छ भने पछिल्लो अवधिमा बेन्जामिन नेतन्याहु आन्तरिक रूपमा पनि उनी जुन ठाउँमा पुगेका छन्, योभन्दा अगाडिका मैले भिडियोहरूमा पनि बेन्जामिन नेतन्याहु भनेको आन्तरिक रूपमा उनको अगेन्स्टमा चाहिँ लार्जली पपुलेसन चाहिँ लार्जर पपुलेसन उसको अगेन्स्टमा छ। त्यसै गरेर उनको केसहरू सिभिक केसेसहरू गएर उनको फ्रडको केसहरूदेखि लिएर करप्सनको केसहरू चाहिँ अदालतमा चलिरहेको छ। इभन यो अहिलेको यो वारको पिरियडमा पनि उनी भनौँ प्यालेस्टाइनसँगको र हमास विरुद्धको लडाइँका दौरानमा पनि उनी अदालतमा उपस्थित हुनु परेको थियो, उनले बयान दिनु परेको थियो। त्यस्तो अवस्था थियो भने उनी पावरमा रहिरहने एउटै मात्रै उपाय भनेको बेन्जामिन नेतन्याहुले एउटा लार्जर युद्ध चाहिँ छेड्नु पर्ने हुन्छ। त्यो लार्जर युद्ध छेड्नलाई उनी अनेक प्रयत्न गरिरहेका थिए। त्यो प्रयत्नको बावजुद पनि युद्ध भइरहेको थिएन, ठुलो लार्जर युद्ध भइरहेको थिएन। उनले गएर प्यालेस्टाइनमा गएर ठुलो युद्ध छेडे, तर त्यो लार्जर वार भएन। उता गएर पेजर अट्याकको माध्यमबाट नसरल्लाह लगायतका सयौँका सङ्ख्यामा रहेको लडाका नेताहरूलाई जुन मारे लेबननमा, त्यसले पनि लार्जर वार क्रिएट गर्न सकेन। सिरियामा आएर सिरियाको रिजिम चेन्जमा प्रमुख भूमिका खेले। सँगै पछाडि गोलान हाइट, जुन सिरियाको गोलान हाइटमा आफ्नो आर्मीहरू लिएर गएर एउटा पार्ट अफ सिरियालाई अकुपाई गरेर यतिखेर पनि बसिरहेको छ, त्यसमा पनि लार्जर वार सम्भव भएन। त्यति हुँदाहुँदै पनि उनलाई आन्तरिक थ्रेटहरू बढ्दै गएको थियो। थ्रेट भन्नाले उनको पपुलेसन उनका अगेन्स्टमा जाँदै गएको थियो। लार्जरली प्यालेस्टाइनको अगेन्स्टमा जुन भोइस छ, त्यो भोइस नेतन्याहुको भोइसलाई इजरायलले लार्जरली सपोर्ट गर्छ। इजरायली जुन पब्लिक डोमेन छ, पब्लिक डोमेनले सपोर्ट गर्छ, तर जुन त्यो अन्य पर्सपेक्टिभ उनको करप्सन आदि इत्यादिको पर्सपेक्टिभमा छ, त्यसमा नेतन्याहुको विरुद्धमा छन् भने नेतन्याहुले हमासलाई सक्ने र जुन आफ्ना क्याप्चर भएका जुन नागरिकहरू छन् तिनलाई फिर्ता ल्याउने नाममा उनलाई सपोर्ट गरेको हो। त्यो काम नगरिसके पछाडि अब आज आएर यति समय हुँदै गर्दाखेरि अक्टोबर 7बाट आएर यता अहिले अर्को अक्टोबर 7 दुईटा अक्टोबर 7को अवस्था आइपुग्ने अवस्थासम्म हुँदाखेरि धेरै लागेको छ कि लगभग जति मान्छेहरू हमासले या भनौँ कुनै पनि इस्लामिक अर्गनाइजेसनले क्याप्चर गरेको छ उनीहरू जीवित रहने करिब चान्सेसहरू कम छ। किनभने तिनलाई चाहिँ जुन रूपमा बम्बिङ इजरायल स्वयंले चाहिँ बम्बिङ गरेको छ हमास र इस्लामिक जिहादिसहरू भनेर जुन अट्याक गरेको छ, त्यो अट्याकलाई बचेर त्यो इजरायली सिभिलियनलाई पनि जोगाउनु उनीहरूलाई पनि मुस्किल पक्कै पनि परेको छ। टनल च्यानलहरूमा कताबाट कहाँ भाग्नुपर्ने अवस्था छ, उनीहरूको लुक्नुपर्ने अवस्था छ। त्यो अवस्था बावजुद केही महिना अगाडि मात्रै भएको हामीले के अरे एक्सचेन्जलाई यदि हेर्ने हो भने, प्रिजनर स्वपलाई यदि हेर्ने हो भने, दुईजना अमेरिकी नागरिक शुद्धलाई पनि स्वप गरेको छ भने जीवित अवस्थामा छ भने, एकजना मृत्यु भएको एउटा बडीलाई चाहिँ इजरायललाई सुपुर्दी गरेको छ भने चान्सेसहरू थोरै छ। यद्यपि मान्छेहरूले त्यो थोरै चान्सेसहरूमा भएको चान्समा पनि नेतन्याहुले चाहिँ त्यो चान्सेसलाई नलिएर अझ युद्धलाई लम्ब्याउन चाहन्छन् भनेर लार्जली मान्छेहरू अगेन्स्टमा गइरहेको छ। अब यो अवस्थामा पछिल्लो अवस्थामा अनप्रोभोक्ड वार जुन गत हप्ता मात्रै इजरायलले सुतिरहेको तेहरानमाथि लगेर राति बिहानको पखमा गएर सयौँको सङ्ख्यामा मिसाइल अट्याक जुन गर्यो, त्यसको नतिजा चाहिँ त्यसको मेन प्रमुख उद्देश्य भनेको इजरायलको प्रमुख जुन हात हतियार केन्द्रहरू छ तिनीहरूलाई ध्वस्त गर्ने र त्यस पछाडि इजरायललाई घुँडा टेकाउने भनेको उनको लार्जर मोटिभ त्यो थियो। यदि त्यो सम्भव भएन र इजरायलले रिटालिएट गर्यो र इजरायलमा भएका हात हतियार ठुला सङ्ख्यामा हात हतियार बाँकी रहे र त्यो चाहिँ उनीहरूको भनौँ इजरायलको विरुद्धमा प्रयोग भयो भने कुनै तरिकाबाट अमेरिकालाई युद्धमा चाहिँ इजरायलको समर्थनमा युद्धमा भित्र्याउने जुन एउटा लार्जर रणनीति छ, यदि त्यो भयो भने पोसिबली मिडल इस्टको वार मात्रै नभएर पक्कै पनि इरानको समर्थकका रूपमा रहेका रसिया, चाइनादेखि लिएर इभन पाकिस्तान, नर्थ कोरिया
र अन्य कतै अब यसले पोसिबली अन्य मुलुकहरू पनि सम्भवतः प्रेसरको रूपमा आएर भए पनि, किनभने इजिप्ट जस्ता मुलुकहरूमा आन्तरिक रूपमा पपुलेसन भनेको इजरायलको अगेन्स्टमा छ र यी युद्धहरू भने प्यालेस्टाइनमा जे जस्तो भइरहेको छ त्यसको अगेन्स्टमा छ लार्जर पपुलेसन। इभन साउदी अरेबिया, कतार जस्ता मुलुकहरूमा पनि लार्जर पपुलेसन भनेको त्यहाँको गभर्मेन्टको डिसिजनको अगेन्स्टमा छ। यद्यपि गभर्मेन्टहरू जुन रूपमा कतार जस्ता मुलुकहरूमा फ्लोरिस गरेको छ, उनीहरूले जुन पपुलेसनलाई चाहिँ जुन तहमा फ्लोरिस गराएको छ, उनीहरूलाई आर्थिक रूपमा र एउटा सामाजिक रूपमा जुन सबलीकृत गरेको छ, ती कारणहरूले गरेर मात्रै पनि लार्जर पपुलेसन चाहिँ अगेन्स्ट द गभर्मेन्ट टोटली जान सकेका छैनन्। यद्यपि अबको आउने कतिपय इलेक्सनहरूमा यी मुलुकहरूमा चाहिँ परिवर्तन, व्यापक रूपमा परिवर्तन देख्न सकिन्छ या परिवर्तन हुने सम्भावना पक्कै पनि छ। विशेष गरी उनीहरू साइलेन्टली भोलि भोट गर्नुपर्ने अवस्थामा आइसके पछाडि ती रिजिमहरूको, ती गभर्मेन्टहरूको अगेन्स्टमा जाने एउटा माहौल बनिसकेको अवस्था छ। मान्छे खुसी छैनन्, मान्छे सन्तुष्ट छैनन्। जुन रूपमा बच्चा आइमै केटाकेटीलाई मारिएको छ, निहत्ताहरूलाई मारिएको छ, ध्वंस पारिएको छ गाजा एरिया, अब त्यसको कथा अर्कै छ। त्यति हुँदाहुँदै पनि अब यो अहिलेको कन्टेक्स्टमा आउँदै गर्दाखेरि चाहिँ लार्जरली डोनाल्ड ट्रम्पलाई या भनौँ अमेरिकी राष्ट्रपतिलाई यो युद्धमा ल्याउनु थियो, जसको नतिजा स्वरूप अस्तिको दिन मात्रै गएर युएस बम्बरले चाहिँ त्यो डिप इनसाइड द माउन्टेन, त्यो भनेको जुन त्यो माउन्टेन मुनि रहेका साइटहरू जुन छन् वेपनहरू राख्न सक्ने र सम्भावित न्युक्लियर आर्म प्रोलिफरेसनको लागि भनेर जुन उनीहरूले बनाएको छ, त्यो सम्भावित वार हेडहरू बनाएको छ एउटा तहसम्म, किनभने उनीहरूले एउटा तहसम्मको न्युक्लियर पोसिबिलिटी चाहिँ गरिसकेका छन्। न्युक्लियर वेपनहरू बनाउने त्यो कामहरू भनेको ब्याकग्राउन्ड जति थियो त्यो गरिसकेका छन्। तिनलाई ध्वस्त पार्न, त्यस्ता साइटहरू ध्वस्त पार्न भनेर जुन पेनिट्रेट गर्नुपर्ने हुन्छ, पहाड मुनि जुन छेड्नुपर्ने हुन्छ। अब यो किन भन्दाखेरि इराकमा यस्तै खालको युद्ध 5-6 ताका 2005-6 ताका छेड्दै गर्दाखेरि चाहिँ त्यो बेलामा इराकको तानाशाह भनौँ, तत्कालीन इराकी रुलर सद्दाम हुसेनले पनि न्युक्लियर वेपनहरू पूर्ण रूपमा बनाउने अभ्यासमा थिए भने त्यो अभ्यास को लागि जति ब्याकग्राउन्ड बनाएका थिए त्यो ध्वस्त पार्नलाई भनेर इरानले जसरी न्युक्लियर साइटहरूलाई अट्याक गर्यो र पूर्ण रूपमा ध्वस्त पार्यो, त्यसबाट पाठ सिकेर, किनभने त्यतिखेर सद्दाम हुसेनले सायद त्यो स्काईबाट त्यसरी आएर डिस्ट्रोय गर्छ, त्यो तहमा डिस्ट्रोय गर्न सक्छन् भन्ने खालको प्रक्षेपणको कमीले गरेर उनको न्युक्लियर साइटहरू जुन सबै जे गरिरहेका थिए उनी सबै जमिन माथि गरिरहेका थिए, या भनौँ जमिनको तल उनले केही पनि गरेका थिएनन्। त्यसको नतिजा स्वरूप इरानले भने आफ्ना न्युक्लियर साइटहरूलाई पूर्ण रूपमा प्रोटेक्टेड गरेर पहाड पूर्ण रूपमा गुफाभित्र पहाडको भित्र गुफा बनाएर गुफा मुनि त्यस्ता कामहरू गरिरहेका छन् भने पहाडलाई पेनिट्रेट गर्ने गरीको 40 टन सम्मको बम खसाउन मिल्ने खालका त्यस्ता B-32 बम्बरहरू चाहिँ प्रयोग गरेर जुन पछिल्लो अवधिमा अमेरिकाले हमला गरेको छ र हमलाको इमिडिएटली पछाडि फेरि ट्रम्पले नेगोसिएसन नाउ विल कम फर नेगोसिएसन भनेको छ। यो चाहिँ ठ्याक्कै एउटा बाटोमा एकजना मान्छेलाई या भनौँ एकजना आफूसँग रिस उठेको कोही एकजना व्यक्तिलाई बाटोमा छेकेर कुट्ने अनि लु आइज अब अङ्गालो हालौँ भनेर अफर दिए जस्तो देखिन्छ। त्यो आफैमा एउटा फन्नी खालको ट्रम्पको एक्ट छ। मैले यो भिडियो चाहिँ केही समय होल्ड गरेको थिएँ नबनाउनुलाई भनेर, किनभने यो भिडियो मैले बनाउनुलाई मलाई एउटा कुरो रोकिरहेको थियो। मैले चुनावभन्दा अगाडि म यदि व्यक्तिगत रूपमा अमेरिकी भोटर थिएँ भने म ट्रम्पलाई भोट गर्छु भन्ने खालको मैले आशयका भिडियोहरू बनाएको थिएँ र मैले मेरो आफन्तजनहरूसँग कुरो गर्दाखेरि साथीहरूसँग कुरो गर्दै गर्दा पनि मैले त्यही खालको मेरो सेन्टिमेन्ट चाहिँ अगाडि ल्याएको थिएँ। त्यो लार्जली दुईटा कारणहरूले गरेर, एउटा त इन्टरनल्ली जुन त्यो इन्टरनल माइग्रेसन जुन छ अमेरिकामा अनप्लान्ड अनमोनिटर्ड र इलिगल इमिग्रेन्टहरू जुन अमेरिकामा छिरिरहेका छन् तिनको अवस्था, तिनको ब्याकग्राउन्ड चेक, तिनीहरू कस्ता मान्छे हुन् के हुन् भन्ने कुरो को केही चाहिँ भनौँ तिनको लिगालिटी, उनीहरूको पोलिटिकल त्यो ब्याकल्यासेसहरू, उनीहरूको हिजोको जुन एउटा मोटिभहरू हुनसक्थ्यो, उनीहरूको हिजोको ब्याकग्राउन्ड जुन हुन्थ्यो त्यस्ता केही पनि थाहा नभइकन इलिगल माइग्रेन्टहरूलाई डेङ्गीको माध्यमबाट होस् या
भनौँ इलिगल्ली लुकाएर जुन साउथ अमेरिकाको क्षेत्रबाट चाहिँ भित्र ल्याउने जुन हुन्थ्यो त्यो चाहिँ भोलि खतरनाक हुनसक्छ आन्तरिक रूपमा अमेरिकामा बसेको मान्छेहरूलाई। त्यो हिसाबमा म अमेरिकी यदि हुन्थेँ भने म त्यसको अगेन्स्टमा भनेको म माइग्रेसनको अगेन्स्टमा नभएर लिगल माइग्रेसन चेक्ड मान्छेहरू लिएर आउला। मान्छेलाई चाहिँ इलिगल्ली लिएर आउँदै गर्दाखेरि पनि उनीहरूको लिगल ब्याकग्राउन्ड चेक गर्ने प्रोभिजनको सिक्योर्ड नभइकन त्यो इलिगल र ब्लाइन्डली मान्छेहरूलाई अमेरिकाभित्र हाल्ने भन्ने कुराको अगेन्स्टमै जान्छु म जान्थेँ। त्यसले गरेर मेरो समर्थन भनेको पूर्ण रूपमा चेक्ड माइग्रेसन, पूर्ण रूपमा त्यस्ता मान्छेहरू भित्र लिएर आउने जो मान्छे भोलि सम्भावित खतरा हुँदैन। अब बाँकी कुरो त देख्न सकिन्छ, सबै कुरो मान्छेको आन्तरिक रूप त देख्न सकिँदैन, तर पनि उनीहरूको ब्याकग्राउन्ड चेक आदि इत्यादिलाई चाहिँ फलो नगरिकन जुन रूपमा ब्लाइन्डली मान्छेहरूलाई भित्र हालिन्छ त्यसको नतिजा चाहिँ जुन मास किलिङहरू भइरहेको छ, स्कुल सुटिङहरू जुन भइरहेको छ, सबवे बाटोघाटोमा जुन मान्छेहरूलाई चाहिँ मार्ने अट्याक गर्ने भइरहेछ, त्यो एउटा त्यहाँको आन्तरिक रूपमा रहेका त्यहीँ बसोबास गर्दै गरेका 100 वर्षदेखि बसोबास गर्दै गरेका मान्छेहरूलाई बाहिरबाट आएका मान्छेहरूसँग एनमिटी पनि हुने भयो, त्यो एउटा इलिगली आएका मान्छे भनेर। र इलिगली आएका मान्छेहरूले सामाजिक रूपमा उनीहरूको जुन अवस्था चाहिँ एउटा दयनीय अवस्थामा उनीहरू बस्नुपर्ने बाध्यता रहन्छ कतिपय अवस्थामा, त्यस्तो अवस्थाको नतिजा स्वरूप उनीहरू आफैले पनि यदि उनीहरूको टेन्डेन्सी पहिलेदेखि नै क्रिमिनल टेन्डेन्सी भएका मान्छेहरू छ भने उनीहरू झन् क्रिमिनल टेन्डेन्सी हुन्छ, नतिजा स्वरूप समाज खतम हुन्छ भन्ने खालको एउटा बुझाइलाई पनि बुझाइलाई। र अर्को त्यस्ता लिएर आएका मान्छेहरूलाई चाहिँ फेरि लगेर ठाउँमा जस्तो इङ्ल्यान्डले गरिरहेको थियो, होटलमा लगेर राखेर कहाँ लगेर राखेर पैसा सप्लाई गर्ने। एउटा मान्छेले आफू चाहिँ मरिमरि काम गरेर पठाएको ट्याक्सको अमाउन्ट चाहिँ इलिगल इमिग्रेन्ट्सहरूलाई उनीहरूको रोजीरोटीको लागि भनेर पठाइदिनुपर्छ भन्ने कुरो होइन। उनीहरूलाई लिगल्ली कुन च्यानलबाट काम फोर्सको रूपमा प्रयोग गर्ने, काम गराउने, उनीहरूको लिगालिटीलाई चाहिँ हेल्प गर्ने आदि इत्यादि काममा चाहिँ बरु प्रयोग गरे त्यसले एउटा भनौँ एउटा वर्क फोर्स सिर्जना गर्छ, न कि उनीहरूलाई एक ठाउँमा राखेर अनि त्यस पछाडि उनीहरूलाई क्रिमिनल एक्टमा इन्भल्भ हुने। अब यस्ता धेरैवटा अब यी कुराहरू खासमा एउटा एउटा कट अफ पोइन्ट हुँदैन, ब्ल्याक एन्ड व्हाइट हुँदैन, यो कुराहरू ग्रे जोनका कुराहरू यिनी सबै, कसैलाई यसमा के मनपर्छ कसैलाई के मन नपर्छ। तर मेरो बुझाइ त्यो थियो। र सँगै योभन्दा सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको ट्रम्पले भन्दै गरेको उनले लार्जली वर्ल्ड वार हुन सक्ने त्यस्ता वारहरूमा म इन्भल्भ हुन्न र रसिया युक्रेनको जुन वार छ, रसिया युक्रेनको वारलाई म राष्ट्रपति भएको 24 घण्टाभित्रमा भन्नुको अर्थ उनको सेन्टिमेन्ट चाहिँ म राष्ट्रपति भइसके पछाडि चाहिँ म युद्ध रोक्न सक्ने क्षमता मसँग छ भन्ने खालको लार्जर जुन उनको प्रमिसेस थियो, ती प्रमिसेसहरूले गरेर मैले ट्रम्पलाई चाहिँ भोट गर्ने भनेको थिएँ। तर आज ट्रम्पले आएर यद्यपि उनी पिस आदिको कुरा चाहिँ गरि नै रहेछन्, तर उनलाई अब एउटा होलिस्टिकली हेर्ने हो भने उनले जे पोलिसी पछाडि लिएर आउँदै गरेको छ ती पोलिसी चाहिँ ठिक उनले भन्दै गरेको र हिजो चुनावभन्दा अगाडि जे जस्ता प्रमिसेसहरू गरेका थिए ती प्रमिसको ठिक विपरीत हुँदै गरेको अवस्थाले गरेर मैले केही समय बस्नुपर्ने र होल्ड गर्नुपर्ने मैले आफ्नो धारणा राख्नलाई भन्ने जस्तो लागेर मैले ट्रम्पको अगेन्स्टमा अहिले धेरै बोलिहालेको थिइनँ र मलाई भिडियो बनाउन मन लागेको थिएन। तर अब ट्रम्पले पछिल्लो अवधिमा बोल्दै गरेका चाहे त्यो ट्यारिफको कुरा होस्, त्यस पछाडि उनको ट्यारिफबाट ब्याक हट्ने कुरा होस्, चाहे त्यस पछाडि यो ग्रिनल्यान्डको कुरा होस्, चाहे पनामा क्यानलको कुरा होस्, चाहे क्यानाडाको कुरा होस्, चाहे अनेक जे इस्यु उठाए, ती सबैले र पछिल्लो अवधिमा यिनले बनाउँछु भनेको पिसलाई पनि पिस नबनाएर अझ वर्क रूपमा जुन लिएर जाएछन् त्यसले चाहिँ ठिक मैले जुन त्यो समर्थन या भनौँ सेन्टिमेन्ट म र म जस्ता मान्छेहरू राखेका थिए त्यो सेन्टिमेन्टको ठिक विपरीत उनले काम गर्दै गरेको भन्ने कुरो चाहिँ अब लगभग पक्का भएपछि मात्रै मैले उनको बारेमा बोल्नुपर्ने भयो। र पछिल्लो अवधिमा इरान र इजरायलको युद्धले गरेर त्यो जुन मलाई एउटा सानो एउटा पोस्ट घुम्दै फिर्दै मेरो इनबक्समा पनि आइपुगेको थियो, त्यो इनबक्सले पनि हल्लाएर मान्छेलाई भनौँ हामी आम नागरिकहरूलाई इमिग्रेन्टहरूलाई कस्तो अवस्था छ भने माथिबाट रकेटहरू झरिरहेको छ, हो आइएनडमले काम गरिरहेको छ, आइएनडमले 50, 60, 70, 80% चाहिँ झार्दो त्यो मिसाइलहरूलाई ड्रोनहरूलाई चाहिँ माथि आकाशमै ध्वस्त पार्दो हो, तर पेनिट्रेट भएको छ, धेरै पेनिट्रेसन भएको छ। त्यो पेनिट्रेसनको लेभल कहाँसम्म छ भन्ने कुरालाई चाहिँ इजरायली सोसल साइटहरूमा अथवा आम इजरायली नागरिकहरूलाई अब कुनै पनि सोसल साइटमा भिडियो या भनौँ फोटोहरू हाल्नलाई भनेर
या अपलोड गर्नलाई भनेर इजरायली सरकारले नगर्न अनुरोध, त्यस पछाडि कडाइ जुन गरेको छ र ब्यान गरेको छ, त्यो ब्यान गरेकोले पनि स्पष्ट के भएको छ भने पेनिट्रेसन धेरै भएको छ। र हामीले अहिले यदि उसमै हेऱ्यो भने, गुगलमा सामान्य रूपमा हेऱ्यो भने पनि कतिपय एयरपोर्टहरूमा, जस्तो तेल अभिभ एयरपोर्ट भयो, बेन गुरियन एयरपोर्ट भयो, यस्ता एयरपोर्टहरूमा चाहिँ हामीले यदि हेर्ने हो भने, प्लेनको चाहिँ टिकट हेर्छु भनेर प्लेन खोज्ने हो भने कुनै एयरपोर्ट पार्सल्ली मात्रै अपरेट भएको छ भने छ, कुनै एयरपोर्ट चाहिँ प्यासेन्जरको लागि अहिले अपरेट छैन भनेर भनेको छ। ती सबै कुराले चाहिँ क्लियरली इन्डिकेट गरेको छ। त्यस्तै हामी एक्स भनेको ट्विटरमा गएर र अन्य साइटमा युट्युब भन्दा बाहिर निस्केर, फेसबुक भन्दा बाहिर निस्केर अन्य जुन साइटहरू छन् ती साइटहरूमा गएर, ट्विक्सहरूमा गएर यदि खोज्ने हो भने, हेर्ने हो भने त्यस्ता खालका भिडियोहरू अझै पनि मजाले सार्वजनिक भइरहेका छन्, जहाँ मिसाइलले मजाले अट्याक गरिरहेको छ, मिसाइल हमला भइरहेको छ र इरानी मिसाइलहरू डिप इनसाइड इजरायल छिरिरहेको छ। नतिजा स्वरूप मान्छेहरूको अङ्गभङ्ग हुने, घाइते हुने, इभन मारिने क्रम चाहिँ बढ्दो रूपमा छ। र पछिल्लो अवधिमा तेल अभिभको मेयरले भनेको कुरालाई कोट गर्दै म आजको यो भिडियोबाट बिदा लिन्छु। उनले वी क्यानट सस्टेन दिस वार अगेन्स्ट इरान भनेर चाहिँ उनले क्लियरली आफूले त्यो एउटा सोसल साइटमा पोस्ट गरेका छन्। यी आदि इत्यादि कुराले चाहिँ इजरायल भनेको एक्जस्ट हुँदै गरेको छ र इजरायलले यदि यही तहमा, किनभने इरानमा कति हात हतियार छ भन्ने कुरामा क्लियर छैन, धेरै मान्छेहरू चाहिँ एक किसिमको स्पेकुलेसन मात्रै बोल्नु पर्ने बाध्यता छ। यो जुन रूपमा उनीहरूले हमला गरिरहेको छ, यदि उनीहरूसँग यो अर्को हमला हप्ता दिन, 10 दिन, 1 महिना, 2 महिना, 6 महिना, 1 वर्ष लान सक्ने यदि उनीहरूसँग चाहिँ पावर छ, र नभए पनि चाइना, रसिया जस्ता मुलुकहरूले या भनौँ इरानका एलाईहरूले उनलाई सप्लाई गर्दै जाने हो भने, किनभने सप्लाई गर्दै गरेको भन्ने समाचारहरू क्लियरली आइरहेको छ। धेरै कार्गो सिपहरू चाहिँ चाइनाबाट इरान गएको, रसियाले पनि हेल्पको लागि प्रपोजल गरेको, इभन भ्लादिमिर पुटिनले चाहिँ मैले प्रस्ताव गरेको थिएँ जुन त्यो स्काई डिफेन्सको लागि भनेर प्रस्ताव गरेको थिएँ, इरानले त्यो प्रस्ताव नकार्यो भनेर भन्ने खालका कुरासम्म सार्वजनिक गरिसकेका छन् उनले। भने यसले के बुझाउँछ भने, यदि इरानलाई त्यस्तो लाग्थ्यो उनको एक्जिस्टेन्समा चाहिँ उसले आफूलाई डिफेन्ड गर्न सक्दैन भन्ने जस्तो लाग्थ्यो भने सायद रसियाको त्यो डिफेन्स, एयर डिफेन्सको लागि भनेर जे प्रस्ताव गर्दै गरेको थियो रसियाले, त्यसलाई स्वीकार गर्थ्यो होला। त उनसँग क्यापासिटी छ भन्ने कुराले स्पष्ट रूपमा देखाउँछ। यो मामलामा युद्ध धेरै लम्बिनेवाला छ। अब युद्धको इम्प्याक्ट भनेको ग्लोबल इकोनोमीमा स्पष्ट रूपमा देखिँदैछ र देखिन्छ पनि। हामीले पेट्रोल पम्पमा गएर यदि बाहिर हेऱ्यो भने ठ्याक्कै हप्ता दिन, 10 दिनभन्दा अगाडिको पेट्रोलको भाउमा लगभग 5-10% बढिसकेको देखिन्छ। जुन पहिलेदेखिकै लगभग 80%, 100%को वृद्धि थियो, त्यसमा थोरै बिचमा केही घटेको, तर अब अहिले आएर फेरि जस्ताको तस्तै पुगिसकेको अवस्था हुँदै गरेको छ। अझै पनि पार्सल्ली स्टेट अफ हर्मुज, रेड सी जस्ता च्यानलहरूबाट चाहिँ अझै पनि केही भएर पनि आउँदै गरेको छ पेट्रोल आदि इत्यादि। तर यदि स्टेट अफ हर्मुजलाई टोटली इरानले बन्द गर्ने हो भने, र रेड सीलाई इरानले के भन्छ, यमनली हुतीजहरूले कम्प्लिटली बन्द गरिसके पछाडिको अवस्था नाजुक हुँदैछ। तेल आदि इत्यादिको भाउ बढ्ने बित्तिकै त्यसको साइक्लिकल इफेक्ट भनेको बाँकी सबै कमोडिटिजहरूमा, स्पेसली कमोडिटिजहरूमा पर्छ, र कमोडिटिजहरूमा पर्ने बित्तिकै फेरि मिडल क्लासहरू, लोवर मिडल क्लास र गरिब मान्छेहरूलाई चाहिँ यसले पूर्ण रूपमा उनीहरूको भान्सामा अट्याक हुन्छ। नतिजा स्वरूप हाम्रो लिभिङ कस्ट निकै हाई हुँदैछ। होप डिप्लोमेसी प्रिभेल्स, नट द वार। थ्याङ्क यू।